नमस्ते लगानीकर्ता साथीहरू, तपाईहरू सबैलाई आजको यो सुपरहिट र गेम चेन्जिङ एपिसोडमा स्वागत छ। हाम्रो आजको डिस्कसन सुरु गर्नुअघि म तपाईहरूलाई लगानीका महान गुरु वारेन बफेटको एउटा पावरफुल कोट सुनाउन चाहन्छु। द स्टक मार्केट इज अ डिभाइस फर ट्रान्सफरिङ मनी फ्रम द इम्पेशेन्ट टु द पेशेन्ट। हो, शेयर बजार अधीर मानिसहरूबाट धैर्यवान मानिसहरूमा पैसा हस्तान्तरण गर्ने एउटा डिभाइस हो। र आज हामी यही पेशेन्स र स्ट्र्याटेजीको बारेमा कुरा गर्दैछौँ। तपाईको इन्भेस्टमेन्ट जर्नीमा सबैभन्दा क्रुसियल क्वेसन एउटै हो, कहिले किन्ने, कहिले बेच्ने र कहिले पर्खिने। यो तीनवटा डिसिजनले नै तपाईको पोर्टफोलियोको फ्युचर डिसाइड गर्छ। यो कुनै जुवा होइन, यो टोटली एनालिसिस बेस्ड स्ट्र्याटेजी हो जहाँ इमोसन भन्दा डेटाले काम गर्छ। र साथीहरू, यो एकदमै सत्य हो कि कतिपय साथीहरूले यही कहिले बेच्ने र कहिले होल्ड गर्ने भन्ने सही समय थाहा नपाएर ठूलो घाटा पनि बेहोरिराख्नु भएको छ होला। अथवा तपाईले कुनै कम्पनीको शेयर सस्तो मूल्यमा बेच्नुभयो र पछि बढेर धेरै पुगेर तपाईलाई मनमा अशान्ति लागिरहेको हुन सक्छ। काश होल्ड गरेको भए। यदि तपाई पनि गलत समयमा बेचेर वा होल्ड गरेर घाटामा हुनुहुन्छ भने रिमेम्बर, लगानीको सही स्ट्र्याटेजी नबुझ्नु नै घाटाको मुख्य कारण हो। त्यसैले इमोसनलाई होइन, डाटालाई फलो गर्नुहोस्। ओके, आउनुहोस् आजको भिडियो सुरु गरौँ। तपाईहरू धेरैलाई आउने पहिलो प्रश्न भनेको कहिले किन्नुपर्छ? अब बुझौँ, तपाईले कहिले किन्नुपर्छ। बाइङ डिसिजन लिनुको अर्थ हो तपाईको थरो रिसर्चले भन्छ कि यो शेयरको प्राइस अब डेफिनेटली माथि जान्छ। यो तब हुन्छ जब कम्पनी अन्डर भ्यालुड हुन्छ। इक्जाम्पल, क्यू भन्ने एक ब्याङ्कले हरेक वर्ष 30% प्रफिट कमाइरहेको छ, तर बजारमा चलेको कुनै टेम्पररी रुमरले गर्दा त्यसको प्राइस अचानक 20%ले घट्यो। यस्तो बेला ब्याङ्कको फन्डामेन्टल त स्ट्रङ छ, तर प्राइस मात्रै घटेको छ। यो गोल्डन अपर्च्युनिटी हो। तपाईले राम्रो एसेट डिस्काउन्टमा किन्न पाउनुभयो। अर्को अवस्था, जब कम्पनीले टोटली गेम चेन्जिङ प्रोडक्ट लन्च गर्दैछ वा त्यसको मार्केट शेयरमा ह्युज ग्रोथ आउने पक्का छ, तब पनि बाई डिसिजन लिन सकिन्छ। सधैँ याद राख्नुहोस्, बाइङ इज अ चोइस बेस्ड अन बिलिफ द्याट इन्टरनल भ्याल्यु इज हायर देन मार्केट भ्याल्यु। कहिले होल्ड गर्ने, यसपछि आउँछ होल्ड गर्नुहोस्। होल्ड, यो डिसिजन सबैभन्दा पावरफुल हो र धेरै सक्सेसफुल इन्भेस्टर्सले यही गर्छन्। होल्ड गर्नुको मतलब हो पर्ख र हेर। तपाईले एउटा हाइड्रो पावर कम्पनीको शेयर किन्नु भएको छ जुन लामो समयको लागि तपाईको गोल हो। कम्पनीको पर्फर्मेन्स तपाईले सोचे जस्तै स्टेडी चलिरहेको छ, कुनै मेजर इस्यु छैन। इक्जाम्पल, बजारमा आज प्राइस 2% बढ्यो, भोलि 1% घट्यो भनेर डेली टेन्सन लिने होइन। यदि कम्पनीको कोर फन्डामेन्टलमा कुनै चेन्ज नआएसम्म बजारको सानोतिनो हल्ला वा नोइजमा आएर हतारमा बेच्नु मूर्खता हो। तपाईको इन्भेस्टमेन्ट थिसिसलाई विश्वास गर्नुहोस्। होल्डिङ रिक्वायर्स पेशेन्स एन्ड फेथ इन योर इनिशियल रिसर्च। कहिले बेच्ने र अब अन्तिममा सबैभन्दा गाह्रो डिसिजन, बेच्नुहोस्, सेल। यो निर्णय दुई मुख्य कारणले लिइन्छ। पहिलो, जब शेयरको प्राइस अस्वाभाविक रूपमा ओभरभ्यालुड हुन्छ। इक्जाम्पल, तपाईको एनालिसिसले भन्छ कि एउटा इन्स्योरेन्स कम्पनीको शेयरको म्याक्सिमम भ्याल्यु 1500 रुपियाँ हुनुपर्छ, तर बजारमा यो 2500 रुपियाँमा किन बेच भइरहेको छ? यो एउटा बबल जस्तै हो र यस्तो बेला प्रफिट बुक गरेर आउट हुनु स्मार्ट डिसिजन हो। दोस्रो र एकदमै क्रिटिकल कारण हो जब तपाईले लगानी गर्नुको मेन फाउन्डेसन नै चेन्ज हुन्छ। इक्जाम्पल, कम्पनी म्यानेजमेन्टमा फ्रड इस्यु आयो, प्रोडक्ट टोटली फेल भयो वा कम्पनी लगातार लसमा गयो भने यो बेच्ने टाइम हो। यहाँ तपाईलाई अझै बढ्ला कि भन्ने लोभले समात्न सक्छ, तर इमोसनल नभई प्रोफेसनल डिसिजन लिएर बाहिर निस्कनुपर्छ। सो बाई, सेल और होल्डको डिसिजन केवल डेटामा आधारित हुनुपर्छ। लगानीमा सबैभन्दा ठूलो खतरा भनेको तपाईले नबुझेको कुरामा लगानी गर्नु हो। तसर्थ अर्का महान लगानीकर्ता पिटर लिन्चको यो कुरालाई सधैँ ध्यानमा राख्नुहोस्, नो व्हाट यु ओन एन्ड नो व्हाई यु ओन इट। तपाईले के किन्नु भएको छ त्यो जान्नुहोस् र किन किन्नु भएको छ त्यो पनि जान्नुहोस्। यही नै सफल लगानीको मूल मन्त्र हो। तपाईको पोर्टफोलियोमा अहिले कुन शेयरलाई होल्ड गर्ने निर्णय लिनुभएको छ? तल कमेन्टमा आफ्नो रिजन सहित शेयर गर्नुहोस्। भिडियो मन परेमा लाइक गर्नुहोस् र आफ्नो साथीहरूसँग शेयर गर्न नबिर्सनुहोस्। See you in the next one.